सुन्नु न फ्रीमा जाँड खानु पाउँछ कि पाउँदैन यहाँ जाँडै पाउँदैन होइन फ्रीमा पाउँछ कि पाउँदैन भनेर नि ए हो अनि अरू भन्नु रिजेक्ट भइसक्यो हामीले पाएन यहाँनिर तल्लो घरमा जाउँ ल आतिर मेहोपी दिदी यहाँ हामीले चाहिँ जाडमा चाहिँ रिजेक्ट पाइसकेको छौँ दिदीहरू घमण्ड नगर्नु होला यो मेरो भिडियोमा लाइक छ गर्नु हामी तल्लो घरमा जाउँ तल्लो घरमा जाँदैछौँ रिजेक्ट हो रिजेक्ट जहिले तहिले यो घरमा जाँड चाहिँ पर्छ कि पर्दैन हेरौँ ल ओइ लेटर जाँड पर्छ कि पर्दैन यो त जाँड त पर्दैन नि मायामाको पर्छ त को मायामा यो तल रजेरकोमा रजेरकोमा तिम्रोमा यो प्याज थप्दैन छैन 1 रुपियाँ पनि नपाउने रहेछ होइन यता त पाउँदैन नि कसको छ राजेशको त्यसको यो पनि पर्छ धन्यवाद गाइजहरू यो भाइले भन्यो यहाँनिर 1 रुपियाँ पनि जाँड पाइँदैन अरे हामी यहाँदेखि रिजेक्ट भइसकेको छौँ अब तल लागेको छौँ है गाइजहरू आज चाहिँ हामी फेरि पनि अर्को घरमा जाँड माग्न आइसकेको छौँ कसरी पाउँदैन बोजू बाख्रा त धेरै पाल्नु भएको रहेछ होइन अल्कासँग मेम्बी बोजू यहाँनिर फ्रीमा जाँड पाउँछ कि पाउँदैन भनेर आएको थियौँ पाउँदैन ए पाउँदैन ए जाँडै पकाउँदैन ए हुन्छ जाँडै पकाउँदैन भन्नुभयो ए जाँडै पाउँदैन रहेछ भनेपछि जाँडै पाउँदैन अरे जाँडै पकाउँदैन यहाँ बोजूहरूकोमा जाँडै पकाउँदैन अरे हामी चाहिँ यहाँ 1 रुपियाँ पैसा पनि आएको थियौँ ठिक छ ल नि बोजू नै कान्छान अस्ति राजन दाई भैजेलसम्म चाहिँ बसिन्थ्यो अहिले चाहिँ आएको छैन माथि डाँडा गएर आएको थियौँ ए जाँड पाउँदैन रहेछ होइन पाउँदैन खाँदैन ल बोजू ल बोजू हामी फर्क्यौँ बोजू फेरि अर्को घरमा आइसकेको छौँ हामी चाहिँ हामीले जाँडै पाएनौँ गाउँघरमा पनि भाइजू के गर्दै हुनुहुन्छ ए तपाईँको नाम अनिसा होइन अनिसा तुम्बा पनि यस्तो थोरै खानु पर्यो यहाँ जाँड फ्रीमा पाउँछ कि पाउँदैन भनेर आएको थिएँ जाँड त फ्रीमा पाइँदैन त हो हुन्छ यो मात्रै पाइने रहेछ होइन फ्रीमा यो चाहिँ फ्रीमा पाइने रहेछ तपाईँको नाम अनिसा तुम्बा होइन मेरो पहिला त तुम्बाको अहिले तुम्रो हुनु भएन यो त मैले आज नै खाइसक्नु भएन हाम्रो धेरै ठाउँमा त आडा फ्रीमा माग्दै आएको कसैकोमा दिएन हौ तपाईँकोमा आएको दिनुहुन्छ कि भनेर तपाईँले पनि दिनु भएन ल नि माइजू अनि तपाईँ त साह्रै साधु हुनुहुँदो रहेछ नि माइजू मलाई थाहा नै थिएन नि अब यो भिडियोदेखि मात्रै थाहा भयो माइजू खै लिङ्गो त सबै घर अगाडि छ यहाँ डाँडामा माइजू लु माइजू यति खाएर चाहिँ म जान्छु होइन अघिदेखि हेर्दै हुनु अब हेर्दा हुन्छ माइजू कति घर पो भइसक्यो 1 घर 2 घर 3 घर 4 घरमा रिजेक्ट भइसक्यो
यहाँसँग ल हामी लाग्यौँ ल माइजू बस्नु ल ल लोग बुरे नहीं होते हालात बुरे होते हैं झाड खानु पनि फ्रीमा पाइएन हौ गाइजहरू नदिएको होला सायद सिलाम चाहिँ मजले खाएर आयो होइन झाड चाहिँ खानु पाइएन हाम्रो गाउँमा पनि यस्तै छ क्या बजार गाउँ उस्तै हो कमाइ नभएपछि कसले पनि हेर्दैन कसले पनि दिँदैन दुःख छ नि हो गाइजहरू यो भान्जा चाहिँ छ क्या मेरो भारी बोकिरहेको छ नरिसाउँ आज चाहिँ अभिषेकलाई पुऱ्याउनु गएको थिएँ क्या म अभिषेक भाइ हो त्यो एउटा केटी जस्तो थिएन त्यो अस्ति कपाल पाल्ने हो त्यसलाई पुऱ्याउनु गएको थियो क्या म यो चाहिँ लब्बी बुढीसम्म पुऱ्याउनु गएको थिएँ अनि यहाँ आउने चाहिँ पछाडिको चाहिँ भान्जा हो अनुहार हो यो अगाडिको चाहिँ म हो पछाडिको चाहिँ भान्जा हो फ्रीमा चाड पाउँछ कि पाउँदैन भन्दै यहाँनिर मान्छेको दिमाग होइन हौ मन चाहिँ कस्तो रहेछ भनेर चाल्दै आएको क्या जिन्दाबाद भारी छैन जिन्दाबाद हामी चाहिँ धेरै ठाउँ रिजेक्ट खाइयो आज जाड खाउँ भनेको फ्रीमा पैसा नहुँदा त कसैले पनि नदिने रहेछ अब के गर्नु यस्तै थियो जिन्दगी कसैले पनि पैसा दिएन पैसा पनि थिएन जाड पनि दिएन रिजेक्ट भइयो जिन्दगी बिलास छ के गर्नु कसैले पनि पैसा दिँदैन रहेछ क्या पैसा नभएपछि एउटा कुरा त्यो विचार गर्नु होस् बाजे ढोको बुन्दै हुनुहुन्छ बोजू यहाँ फ्रीमा जाड खानु पाउँछ कि पाउँदैन हौ पैसै छैन यहाँ भोक लागेर त्यत्तिकै फ्रीमा आएको बोजू पाउँदैन ए जाडै छैन बोजू ए छैन ए ल त्यसो भने राम्ररी बस्नु ल ल बाजे बस्नु ल ल बाजे अभिषेक भाइको घरमा आइसक्यो ल अब चाहिँ हेलो फुबाजु इन्जिन गाडीमा फुबाजु कोही पो छैन क्या कोही छैन यहाँ त जाडै खानु नपाइने भयो नि ए बिजोक हुने भयो फुबाजु हेलो कोही त छैन रहेछ कोही पनि छैन रहेछ ओ भन्छ खै त्यो नाम्लो देउँदैन देऊ यहाँ बाजु यहाँ अभिषेकमा चाहिँ कोही छैन रहेछ होइन हामी चाहिँ तलतिर लाग्यौँ ल